आज 2083 जेठ 11 गते सोमबार। मौसम विश्लेषण। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल मौसमको अवस्था। कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज 2083 जेठ 11 गते सोमबार। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मध्य प्रदेशका 1-2 स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने सम्भावना रहेको छ। आज राति कोशी, मध्य, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मध्य प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। चेतावनी तथा परामर्श जारी। मिति 2083 जेठ 11 गते सोमबार। कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मध्य प्रदेशका 1-2 स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन तथा आवश्यक सतर्कता अपनाउनु अनुरोध छ। मौसम सम्बन्धी थप जानकारीको लागि सम्पर्क गर्नुहोस्। मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग, बबरमहल, काठमाडौँ। फोन 1155 1014 1113 119 1014 113345।